के बाँदर जस्तो रोखन किन सड्या? नाना न नाना ओइ हेलो हेलो साथीहरु नमस्ते म हुँ कपिल मगर। पक्कै पनि मैले भन्नु पर्दैन होला, मैले भनिसकेँ फेरि हैन। हाइलाइट देखिसक्नु भयो, थाहा भइसक्नु भएको छ आजको भिडियो के छ कस्तो छ भन्ने कुरा त अब धेरै वर्णन नगरौँ हैन। जस्ट एउटा कमेडी बनाएको, तर त्यो अन्यर्थ नसोच्नु होला। कतिपयले चाहिँ नि फेरि प्लान बनाएको भिडियो, कतिपयले के बनाएको भिडियोहरु भन्छ क्या। मैले भन्दैछु त जहिले पनि तपाईलाई हँसाउनका लागि बनाएको भिडियो हो। दुनिया कुरा नसोच्नुस् क्या हैन। हेर्नुस्, हाँस्नुस्, इन्जोय गर्नुस् हैन। अलिकति भए पनि तपाईलाई एनर्जी आउँछ क्या हाँस्यो भने। त्यसकारणले गर्दाखेरि आज मेरो स्वास्थ्य अलि अवस्था ठिक छैन। म बोल्दै जाँदाखेरि तपाईहरुलाई झ्याउ पनि लाग्न सक्ला, तर झ्याउ नमानिकिन चाहिँ रमाइलो मान्नुस् ल है। किनकि त्यहाँ रमाइलो मानिएन भने फेरि झ्याउ लाग्छ क्या हैन। है 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 अनि रमाइलो मान्नु न त्यहाँ। त्यसपछि चाहिँ के थियो भने चाहिँ अब मैले खासमा भन्नु खोजेको कुरा चाहिँ अब युट्युबको बिजनेस गर्न चाहनुहुन्छ हैन। युट्युबबाट चाहिँ राम्रो इन्कम गर्न चाहनुहुन्छ, मोनिटाइज गर्न सक्नु भएको छैन, मोनिटाइज युट्युब च्यानलहरु खोजिराख्नु भएको छ, अथवा चाहिँ धेरै राम्रो भ्युअर भएको अलिकति राम्रो खालको भ्युअर युट्युबर किन्न चाहनुहुन्छ भने पनि हामीसँग यति बेला चाहिँ अवेलेबल छन् युट्युब च्यानलहरु पनि। र साथसाथै चाहिँ अर्को चाहिँ मैले के हो भने स्पेशल तपाईहरुलाई चाहिँ आज जानकारी गर्न खोजेको कपिल रिकन्डिसन यति बेला मैले खोलिसकेको छु हैन। लगभग तपाईको हाम्रो बस पार्क एरियादेखि नजिकै सामाकोशी चोकबाट 8-10 घर अलिकति अगाडि जो चाहिँ हाम्रो चक्रपथ जाँदै गर्दाखेरि र चक्रपथबाट आउँदै गर्दाखेरि चाहिँ एउटा पुलिस पेट्रोल पम्प छ हैन, प्रहरी पेट्रोल पम्प। र त्यो प्रहरी पेट्रोल पम्पदेखि चाहिँ जस्ट अपोजिट साइडमा थोरै अलिकति अगाडि 1-2 घर अगाडि अझै भनौं भने ग्रीन सिटी हस्पिटल र सामाकोशी चोकको बिचमा चाहिँ नि कपिल रिकन्डिसन तपाईहरुले भेट्न सक्नुहुनेछ। र कपिल रिकन्डिसनमा के हुन्छ त भन्दाखेरि चाहिँ यदि तपाईहरुका बिग्रेका बाइकहरु, भत्केका बाइकहरु छन् हैन, भनौं न डेन्ट पेन्ट गर्ने लायकका भएका, एकदम फोहोर देखिने, ओहो नराम्रो देखिन थाल्यो मेरो बाइक भन्दा हुन्छ भने तपाईहरुलाई डेन्ट पेन्टको लागि पनि सुविधा छ। र तपाईहरुले चाहिँ पुराना बाइकहरु बेच्न चाहनुहुन्छ, अलिकति नयाँ मोडलका बाइकहरु लिन चाहनुहुन्छ भने सट्टापट्टा पनि गरिन्छ। अथवा तपाईहरुले बेच्न चाहनु भयो भने हामीले खरिद गर्छौं, र अथवा तपाईहरुले हामीबाट भएका बाइकहरु किन्न चाहनुहुन्छ भने बिक्री गर्छौं। लगायतका गाडी पनि तपाईहरुलाई चाहिएछ भने हामीले चाहिँ व्यक्ति टु व्यक्ति पनि राम्रो गाडीहरु चाहिरहेछ, हामीलाई यस्तो खालको गाडी खोजिदिनुस् भन्नुहुन्छ भने त्यो पनि हामीले सेवा सुविधाहरु ल्याइरहेका छौं। र साथीहरु ल अब मिलिजुली काम गर्नुपर्छ है। कपिल रिकन्डिसनमा आउनुस्, तपाईहरुलाई हामीले गर्नुपर्ने सेवा सुविधाहरु चाहिँ दिने नै छौं भन्दै आज धेरै नबोलौं, स्वास्थ्य पनि ठिक छैन। अब यता हाँसौं है, हाँसौं भिडियोहरु हाँसौं। सतायो सताय के हो तपाईको पारा? को हो तपाई? मान्छेलाई यतिकै सात्दै गयो है। के गरेर बसिरह त यहाँ? तपाईको दिमाग छैन? दिमाग चाहिँ तेरो छ कि छैन? चिन्नु जान्नु घचेरी मार्नु। अनि किन आएर बसिरह यहाँ खोला खोला? मलाई टेन्सन भयो, सुनसान ठाउँमा आएर बसेको। तपाईले के भो? को हो तपाई? टेन्सन भएर त सुनसान ठाउँमा बस्न आगो त कुन चाहिँ नाटोसँग भेट्न आगो? तपाई हो चाहिँ के हो? को जे पाए त्यही बोल्छ। तँलाई मैले कहाँ खोजिन भन् त? त यहाँ आएर बस्नुपर्ने के छ जरुरत भन्? कोसँग लागिस् यस्तो आज? खोज्नु पर्ने कारण के छ? तपाईलाई म चिन्दिन। अझ चिन्दिन भन्छ। तँलाई अलिकति लाज शरम छैन? के को लाज? लुगा लाछु त देख्नुहुन्न? अनौठो किसिमको नै यहाँ आएको किन के त? कोसँग भेट्न आइस् त्यति भन्न। म जोसँग भेट्न आऊ जेसुकै गरेर बसौँ, तपाईले किन चाहियो? तपाईको सरकारको विषय नै होइन। सरकारको विषयको कुरा होइन कि तँलाई चाहिँ मात धेरै चढ्या छ हेर। अनि त्यही भएर यो बाउलाई मैले मोबाइल पनि नकिन्दिया, यो बिग्रिन्छ भनेर मैले भने पहिले। हैन कसको बाउ? कसको बाउ रे? मान्छे चिन्न छोडिस्, मोतीबिन्दु लाग्यो आँखामा। रिस नउठाइरहनु है मलाई। तपाई हो चाहिँ को? तपाईलाई म चिन्दिन, तपाईको बाउलाई कसरी चिन्नी? दिमाग फुसिसकेपछि त कहाँ के चिन्छ रे यसले? खुर्कुने घर जान्छस् कि केर्छस् भन् त?
तपाईँ अहिले यहाँ मलाई धेरै गनगन नगर्नु अहिले म त्यो खाल्डोतिर पुर्याइदिन्छु अहिले घर जा क्या घर जा म मेरो घर जति बेला जान सक्छु घर जाने कि नजाने त भन्दा तपाईँले न्युै खोज्या हो न्यु खोजेको कुरा होइन कि तँ यहाँ चाहिँ किन बसिरह भने कि बिना काममै होइन मेरो मर्जी तेरो मर्जी हो भन्दैमा कि तँ यसरी बस्न मिल्छ यहाँ घरमा इज्जत फालेर होइन एक्लै बस्दा चाहिँ कसको इज्जत जान्छ एक्लै बस दुक्लै बस कि तँ के थाहा त अहिले यहाँ म तुरुन्त आइपुगेर मात्र नत्र के त तँले कोही नाठो माथि जङ्गलतिर पो लुगाएछस् कि यता खाल्टोतिर तपाईँ बढी भइरहेछ है अहिले बढी र कमको कुरा नगर खुर्कुन घर जा घर जा कसको घर जाने हाम्रो घर जाने कसको घर जाने तँ यसरी बौलाएर हिँड्या कति दिन भयो यसरी बौलाएर हिँड्ने हो गाउँ कहीँ टोल खोल्सा जाने हो त आफ्नो दिमाग छैन अर्कालाई बौला भन्छ फेरि तेरो तैँले मलाई नचिन्या कि नचिन्या जस्तो नाटक गरे कि तेरो कोही नाठो लुगाएर तँले यस्तो कुरा गरे कि भन् त तपाईँ अति भइरहेछ है के को अति अहिले त्यो खाल्डोतिर भर्नु खाल्डोमा होइन नल्टा चाहिँ मातिदिन्छु मैले लाज शरम छैन त घर जाने कि नजाने भन् यसरी घुमेर खाएर हुन्छ दुनियाँसँग लठारेर हुन्छ तेरो होइन को छ यहाँ लठारिनलाई तेरो पैसा आयो पैसा चढ्यो भन्दैमा चाहिँ दुनियाँसँग हिँड्न मिल्छ पागलसँग भेट भयो होला मेरो त काहीँ नभएको अर्ध पागल मलाई यहाँ गनगन नगर है आफ्नो बाटो लागिहाल्नु चमा खालको ले ओइ त घर जाने कि नजाने तपाईँ बढी भइरहेछ है मैले भनिरहेको छु फेरि के बढी भइरहेछ बढी र कम हुन्छ फेरि खुरुको आफ्नो बाटो लाग्ने कि नलाग्ने बाटो लाग्ने कि तँ घर जाने कि नजाने तँ मेरो घर जति बेला नि जान सक्छु नि त्यही तेरो घर हिँड्नु न त छिटै हिँड किन मेरो घर हेर्नु मन आयो तेरो घर हेर्नमा चिन्नु जानु काहीँ नभएको तेरो भैँसा चढ्यो तेरो उमेर बढ्यो भन्दैमा तँले दाई भाइ बाउ आमा चिन्न छोड्ने हो अब कुन चाहिँ दाई मेरो दाइले चिनेको छैन होला अहिले मेरो दाइलाई बोलाएर अझ अरे हात खुट्टा भाँचेर त्यहाँ घरको दाइलाई चाहिँ उ गरेको छैन चिनिया छैन भनेर अर्को दाइ कहाँ के गरेर भन्दै यता चाक फर्काउँदा दिन्छ यसलाई ठिल्याउने बौलाको त ए भगवान कस्तो अर्ध पागल कहाँबाट आइपुग्यो होला त एउटा हुन्छ नि शान्तिसँग बसौँ भनेको घर जाने कि नजाने बस्न पनि दिँदैन घर जाने कि नजाने त होइन म जति बेला पनि जान्छु के ए हिँड्न त नि अब हिँड घर तपाईँ जानु न आफ्नो घर हिँड त चिन्नु जानु खजेरमा यो मोबाइल पनि त धेरै नचला त यो मोबाइल मेरो मोबाइल तपाईँले किन चाहियो त्यो दुनियाँसँग त्यो च्याट गर्ने दुनियाँसँग लाएर त बिग्रिस गरिन् छिटो यस्तोसँग त बोलेर साध्य पनि छैन साध्य नै घर हिँड्नु छिटो घर हिँड्छस् कि म खुट्टा बाँधे के को दादागिरी हो के यो के को दादागिरी होइन आफ्नो बहिनीलाई दादागिरी होइन खुट्टा नै बाँध्न पाउँछु मैले नाम धरी थाहा छैन होला बहिनी दाई ए अझ तेरो नाम पनि थाहा छैन मलाई आमा जिन्दगीमा कहिले देखेको पनि छैन देख्न नि नपरोस् यस्तो तेरो नाम थाहा छैन सानैबाट तँलाई मैले कोप्चे भन्दै आएको होइन त्यस्तै थिएस् त्यस्तै नाम राखेको बिर्सिस् छिटो घर अहिले मलाई धेरै रिस नउठाइरहनु है तपाईँ हावा कुरा नगर हेर के अरे तपाईँको बहिनी कोप्चे हो कि पोक्चे हो कि खोज्न जानु त्यो हेर नजिसी हेर बहिनी हेर है हिँड घर हिँड सुरु गर बाउले खोजिरहेको छ के म तपाईँलाई घरमा खोजिरहेको छ हुन्छ नि तरिका ओइ प्रीति सुन न फेरि को प्रीति हो ले घरि प्रीति रे पोक्सी रे कोप्ची रे के हो नेप्टी थेप्ची जम्मै होला रिस उठ्ने घर हिँड्नु न हिँड छिटो हिँड्नु पर्यो होइन तपाईँ खुरुक्क आफ्नो बाटो गइहाल्नु है मलाई धेरै यहाँ दिमाग नसर्काइरहनु छिटो हिँड घर हिँड्न घर छिटो हिँड्न नत्र यहाँ मलाई अलि ऊ मेरो फेरि उठ्दैन उठ्यो भनेपछि फेरि ठिक हुँदैन है रिस ल छिटो हिँड छिटो ए घर हिँड्न ए के गरिरहेको थियो कस्तो पकाउ मान्छे रहेछ रन पनि दिमागै खराब बनाउँछ यार काहीँ नभएको घर हिँड्न छिटो हिँड मेरो
घर त्यता होइन यता हो कति न चिनेको जस्तो गर्छ साँच्ची पिर्ती होइन र होइन कसम कसम हो के म तपाईँले चिन्दिनँ के यो अनुहारै मैले देखेको छैन रिस नउठाइरहनु धेरै साँच्ची पिर्ती होइन बनाइदिन्छु साँच्ची पिर्ती होइन त होइन झुटो नबोल न तैँले त मान्छे शान्तिसँग बसिरहेको बेला हेर त मेरो बहिनी होस् हेर बहिनी हेर त तँ यसो किन गर्छस् भन् त बाबु त बौलाको हो तपाईँ चाहिँ बौलाको हो दिमागै छैन रहेछ आफ्नै दाइलाई चिन्दिनस् त अन्त होइन मेरो दाइलाई म चिन्दिनँ भनेको तपाईँलाई चाहिँ चिन्दिनँ म कहाँबाट आइपुग्यो हो त्यसो नगर बहिनी त मेरै बहिनी हो क्या त झुट बोलिरहेको छस् हे भगवान् होइन क्या म तपाईँको बहिनी आज मैले बहिनी हो होइन अलि आँखा पनि अलिक मधुरो मधुरो देख्छु देख्नु त मैले औषधि नै आज खाइएन फेरि मेरो बहिनी जस्तै देखिन्छौ त तिमी त ठ्याक्कै हो कि तिमी मेरो बहिनी जस्तै छौ क्या मेरो बहिनी नि हेर न होइन के तिम्रो नाम चाहिँ के हो तँलाई भन त किन चाहिँ मेरो त्यसो भए प्रीति नै हो शान्त ए भगवान् मेरो नाम प्रीति होइन अनि हो चाहिँ के त भन नाम किन चाहियो आखिरमा चिनेकै छैन नाम भन्नु पर्यो नाम भन न त्यो त नाम भन्यो भने चाहिँ अब हो कि म थाहा पाइहाल्छ नि भन न नाम के धेरै मलाई नाटक नदेखाइरहनु नाम के हो भन न पहिला नाम भन न भन्दिन नाम भन्नुपर्ने थाहा भएको रहेछ त भन्नु नि त तपाईँले भने नाम मेरो होइन हो प्रीति रहेछ यस्तो अनि प्रीति हिँड्न त घरै तपाईँ आफ्नो बाटो खुरुको जानी न कता जाने हो छिटो अनि त्यसो भए नाम भन न त तिमी ल प्रीति होइन र तिमी नाम भन न नाम के हो भन न नाम के हो कि छिटो भन किन चाहिँ मेरो नाम अनि तिमी प्रीति होइन भने त तिमीले भन्नु पर्यो नि त तिम्रो नाम नाम थाहा पाउने तरिका होला होइन नाम थाहा पाउनु परेको छैन कति न भन्नु पर्यो होइन तिमी प्रीति हो कि होइन पहिला त्यति भन होइन के कपिला हो म कपिला कति न हो आमा कसम आमा कसम बाउको कसम अहिले पुऱ्याइदिन्छु तलतिर स्याल कसम भैँसी कसम सबै भन्नु सबै कसम बिरालो कसम बिरालु मुसा के बाँकी छ अरू भनेपछि तिमी मेरो बहिनी होइन त होइन हो हे भगवान् पुर्ख्यौली पत्ता लाउनु पर्यो अब बिहा गर्नु पर्यो नि त मन त्यत्तिकै गनाउँदै हिँडिरहेको छु अब बिहा नगरेर बुढो हुन थालिसक्यो बिहा गर्नु पर्यो नि किन गनाउँदै हिँडेको त नि एउटा हुन्छ नि तरिका गनाउँदै हिँड्या छुरी होइन वास्तवमा यस्तो छ कि म खासमा चाहिँ बहिनी खोज्न हिँड्या हो हिँड्न चाहिँ तर कहाँ आइपुगेँ म यो के ठाउँ भन्छ यहाँ यो खोल्चा हो एउटा ठाउँको नाम खोल्चा हो यहाँबाट कहाँ पुगिन्छ कहाँ पुगिन्छ यहाँदेखि यो भगवान् के आइलाग्यो होला यो हेलो एक्सक्युज मी बाटो चाहिँ दिनभरि यहीँ हुन्छ होइन हिँड्दै जाँदाखेरि कहाँ पुग्छ त्यो चाहिँ मलाई पनि थाहा छैन यताबाट चाहिँ मेरो घर पुग्छ तपाईँले जानु पर्यो चाहिँ कहाँ म अमेरिका जान्थ्यो ऊ माथिबाट त्यो मलाई थाहा छैन कहाँ आइपुग्यो भन्ने कुरो पनि थाहा होइन हौ मलाई त लु अब यसो गरौँ तिमी मलाई बिहार र तिम्रो घरतिर लैजाऊ हस् त्यही बाँकी छ अहिले यहाँ खाल्डोतिर पुऱ्याइदिन्छु अनि हेर जे पाए एउटा हुन्छ नि तरिका के अन्त भाइ मैले बाटो बिर्सी गएँ अब कहाँ जाने हो के गर्ने हो कसो गर्ने हो त्यो पनि थाहा छैन है होइन मलाई तिमी मन पर्यो अब त बाटो लाग्ने नलाग्ने कहाँ छिटो कहाँ हो आफ्नो बाटो भने चाहिँ कहाँ हो कहाँ जानु पर्ने हो जानु के दिमाग नखानु यहाँ जाउँ न त गइहालौँ न जाउँ यो मान्छेलाई त म सुन खुरखुर जाने कि नजाने
अर्काको छोरी चेलीलाई हात लाउन आउँदो रहेछ। होइन हाम्रो मगर सिस्टममा के अरे माने के भन्छ मगाएर लिने नभए भगाएर लिने चलन छ नि त, तानेर भए पनि। जानी नजाने जानी नजाने आफ्नो बाटो खुर्क जाम न त तिमी पनि होइन। साँच्ची हो जानु पर्यो। त्यो जानु पर्यो कि जानु पर्यो भन्दाखेरि त अहिले हानौ हिँड नि त। खुर्क जाने कि हानौ यसले? लट्ठी फ्याल न त म जान्छु ल। फाल्ने होइन खुर्क जाने नजाने। लट्ठी फ्याल म गइहाल्छु ल। खुर्क जाने कि नजाने? त्यो लट्ठी फ्याल न, लट्ठी फ्याल म गइहाल्छु कि। अनि मेरो बाटो उता हो नि त, म तिम्रो घर उता भने होइन, उता कहाँ जान मिल्छ त? म त यतै जाने त मेरो घरतिर। जाम खुर्क जानु। जाम क्या हो तिमी पनि? मलाई रिस उठाएको भाँटा खानै खोज्या हो। भाँटा खानै खोज्या रहेछ होइन? के हो यो? ल्याउ त एकछिन यो। खुर्क जाने कि नजाने? जाम न त आऊ, तिमी र म जाउँ के। आऊ न आऊ। होइन हाम्रो त फेरि भगाएर तानेर लिने सिस्टम छ नि त, मन परेको मान्छेलाई। आउन जाऊ। अब चाहिँ मरे काहीँ नभएको। हे तेरिका के गरे यो? के गरे? चोट लाग्यो के? हेलो हेलो तेरिका बाँदर जस्तो रुखा किन चढ्यो? नाना न नाना मार्छ काहीँ नभएको। त्यहाँबाट तल आयो भने मर्यो अब।